बाँकी छैन। यहाँ एउटा मिडिया कर्मीको नै ज्यान गएको छ भने प्रहरीले यति बेला उत्तर दिन सकिरहेको छैन। प्रहरीमाथि प्रश्न उठिरहेको छ यति बेला कि सुरक्षा निकायले यत्रो हुँदाहुँदै पनि उहाँहरूले प्रश्न गर्दा गर्दै पनि उहाँ छैन भन्ने कुरा गर्नुभयो र यति बेला पनि भित्र जब लास भेटियो अथवा उहाँभित्र सब भेटियो त्यसपछि उहाँले नकार्नु खोज्दै हुनुहुन्छ अथवा के हो यहाँ चाहिँ अवस्था सिर्जना भएको छ देख्न सक्नुहुन्छ। यदि यो अवस्थाको उत्तर उहाँहरूबाट आउनु भने यसको उत्तरदायी चाहिँ आखिर को त तस्बिर देख्न सक्नुहुन्छ जहाँ सरकारले यो कर्फ्यू लगाएको सीमा अथवा क्षेत्रभित्र यदि कोही मान्छे भेटियो अथवा हिँड्यो भने पनि सिधै आदेशको नकुर्नु पर्ने र डाइरेक्ट गोली चलाउनु आदेश दिएको छ भने उहाँहरू जबकि एउटा पत्रकारको मृत्यु हुँदासम्म उहाँहरू उत्तर दिन सक्षम हुनुहुन्न। शक्ति हामीसँग पनि छ होइन, त्यो ढङ्गबाट हेर्नु पर्सनली जोडिन्छ क्या केसलाई। एउटा जर्नलिस्ट मरेको छ बसेर जलेर देख्नु भएको छ, हामीसँग काम गरेको साथी मर्दा के हुन्छ, तपाईँहरूमा एउटा प्रहरी मऱ्यो भने के हुन्छ, त्यस्तै होइन। यति बेलाको अवस्था देख्न सक्नुहुन्छ उहाँ प्रहरी र पत्रकारहरू बीच नै उहाँको अलिकति धक्कामुक्की सिर्जना भइरहेको छ। तपाईँले हाम्रो जवाब दिनुपर्छ। तपाईँ भागेर हुँदैन कृपया तर जवाब दिनु। हामी भागेर हैन, तपाईँ यताउता यहाँको कमान तपाईँ हो, जवाब तपाईँले कसले दिन्छ? तपाईँ के भएको थियो ल भन्नुहोस् न, के भएको यहाँ? उसको नाम सबिन महर्जन, अनि नाम मिलेको भएर हामी त्यहाँ गएर हेऱ्यौँ पनि। हजुर, अनि मलाई चाहिँ लागेको थियो सब यहीँ हुनुपर्छ, किनभने करिब 4:45 चाहिँ उहाँको मोबाइल अन्तिम यहाँ स्विच अफ भएको हामीले पत्ता लगाएपछि हामी आएर अहिले हेर्दा आगो निमाएर हेर्दा त्यहाँ सब यसरी बसिराखेको अवस्थामा जलेर अब के पनि बाँकी छैन। तपाईँले पनि देख्नु अन्दाजमा सहकर्मी हो भन्ने एकजना व्यक्ति मात्रै त्यहाँभित्र रहेको। अब त्यो सब हेरेर त अहिले हामी सुरेश रजक हो या होइन भन्न सक्दैनौँ। त्यो पुरै अब केही पनि बाँकी नै छैन, मात्र अस्थिपञ्जर मात्रै बाँकी छ होइन। अहिले त्यो देखेर त हामी भन्नै सक्दैनौँ, एकदमै दुःख लागिरहेको छ। अब यहाँका साथीहरूले जो फिल्डमा खटिनु भएको थियो उहाँहरूसँग सोद्धाखेरि हामीले पटक पटक यहाँको प्रहरीलाई भन्दा पनि उहाँले वास्ता गरेन भन्नुभएको छ होइन। निकै अब साथीहरू रोइरहनु भएको छ। एउटा सहकर्मीको यसरी मृत्यु हुँदा एकदम दुःख लागिरहेको छ। अलिकति सुरक्षा कमजोरीले अलिकति होइन, अति नै धेरै सुरक्षा कमजोरी भएको। किनभने अहिले म आएर पनि उहाँ यहाँ आगो लागिरहेको छ, किन ननिमाएको भन्दा अगाडि आगो निमिसकेको थियो, फेरि लाग्यो भन्ने जवाफ उहाँले दिइरहनु भएको छ होइन। फेरि लागेको होइन कि त्यो आगो त्यो सब भएको ठाउँमा आगो बलिरहेको रहेछ। त्यसो भएपछि अब सब जल्दाखेरि त्यो गन्ध आउँछ, थाहा हुन्छ होइन। प्रहरीहरू पटक पटक हामी माथि गएर तल आगो भनिराखेको छ प्रहरीले। हामीले यो आगो निमाइसके भन्दाखेरि त्यो कागजको थुप्रोमा ऊ लडेको रहेछ र त्यही माथि नै उसको सब अहिले जलेको परिस्थितिमा फेला पर्दै गर्दा अहिले पनि प्रहरीसँग जवाब माग्दै गर्दा प्रहरी अब अहिले हामीबाट पर्खेर हिँड्नु भएको छ। पत्रकार साथीहरूलाई अश्लील शब्द बोलेको हामीले अहिले देख्यौँ। यो प्रहरीको रवैया चाहिँ यो पटक्कै ठिक भइरहेको छैन। उहाँले के खोजिरहनु भएको छ हामीलाई थाहा छैन। हामी स्वतन्त्र पत्रकार हौँ यो अथवा त्यो पक्षको हामी होइनौँ। आज पनि हामीले दुवै पक्षको उत्तिकै कभरेज गरेका थियौँ होइन। उहाँले के दृष्टिकोणबाट हेरिरहनु भएको छ यो एकदम अनौठो लागिरहेको छ। यहाँको प्रहरीको फिल्ड कमान्डरलाई, यो जिल्लाको अनि कमान्डरलाई र समग्र प्रहरी नेतृत्वलाई हामी चेतावनी दिन चाहन्छौँ। तपाईँहरूको यो गैर जिम्मेवारी, यो जवाबहीनता यो स्वीकार्य छैन नेपाली मिडिया क्षेत्रलाई। के लाग्छ तपाईँहरूलाई कि हामी डराएर भएको छौँ? यति बेला देख्न सक्नुहुन्छ यो तीनकुने क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ, कर्फ्यू लगाइएको छ। तथापि यहाँ भने यति बेलाको अवस्था देख्न सक्नुहुन्छ उहाँ प्रहरी र पत्रकारहरू बीच नै उहाँको अलिकति धक्कामुक्की सिर्जना भइरहेको छ। उहाँले प्रश्न खोजिरहनु भएको छ भने उहाँहरूले नकार्नु हुँदैछ या के छ अवस्था थाहा छैन। देख्न सक्नुहुन्छ यहाँको अवस्था यति बेला तीनकुने क्षेत्रमा यो दिउँसो जुन रणभूमि बनेको थियो यो कुरुक्षेत्र नै बनेको थियो र यति बेला भने यो निषेधाज्ञा जारी भइसक्दा पनि यो अवस्था रहेको छ। दर्शकबिन यहाँको अवस्था जुन देख्न सक्नुहुन्छ।